स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो नयाँ ब्लगमा। आज चाहिँ मेरो डे 26 अफ 10K फलोवर च्यालेन्ज जर्नी होइन। भिडियोको स्टार्टिङमा भनिदिन्छु फलो गरेर जानु, केही न केही नयाँ सिकाएरै जान्छु। अहिले नै टाइम हुँदाखेरि डरलाग्दो मेहनत गर्नु होइन, किनकि भोलिको दिनको लागि रिग्रेटको लागि टाइमै नबाचोस् तपाईँहरूकोमा क्या। आज चाहिँ हो मेरो डिमोन ब्याकको वर्कआउट, त्यही भएर चाहिँ म हल्का फुल्का स्ट्रेचिङ गरेर गर्न थाल्छु यहाँ पुलअप। अनि म सधैँभरि किन पुलअप चाहिँ फर्स्टमा प्रिफर गर्छु भन्दाखेरि चाहिँ अब मान्छेहरूको हुन्छ नि ब्याक बाइटिङ, ताना साना सबै ब्याक पछाडि लाग्छ होइन, त्यही भएर ब्याक दर हुनु चाहिँ जरुरी छ। मोटिभेसनमा होइन डिसिप्लिनमा बस्नु सिक लाडले, डिसिप्लिनमा। अनि हल्का पानी पिएर टक्क तिमीहरू पनि पिउने लो पिहाल। अनि मेरो दुवैपट्टिको हातमा फोला जत्रो डम्बल लिएर म गर्न थाल्छु मेरो ब्याकको वर्कआउट। सक्सेस हुनुको लागि यो कुराले फरक पर्दैन कि तिमी कतिको ट्यालेन्टेड छौ, त्यो कुराले फरक पर्छ कि तिमी कतिको हङ्ग्री छौ त्यो चिजको लागि र कति मेहनत गर्दैछौ। फेरि डम्बल लिएर म गर्न थाल्छु यहाँ 1 आर्म रो। अनि मेरो 1 बाई 1 फटाफट ब्याकको वर्कआउट गरिसकेर यो आजको पम्प र डे बाई डे मेरो ब्याक मसल पनि दह्रो हुँदैछ है। अनि मेरो भ्लग कस्तो लाग्दैछ हजुरहरूलाई, मजा त आउँदैछ नि होइन, कमेन्ट गरिहाल्नु कस्तो लाग्दैछ है। अनि म गर्दैछु एउटा च्यालेन्ज अझै आफूसँग होइन, जुन चाहिँ मेरो लागि हार्ड हुनसक्छ। एन्ड हजुरहरूलाई आज म लास्ट मेरो बडी सो गर्दैछु। अब सो गर्छु म हजुरहरूलाई 1 मन्थको पछाडि होइन, आफ्टर 1 मन्थ 7 तारिकको दिनमा चाहिँ हेर्नु होला वाट विल बी द ह्यापन होइन, कस्तो आउँछ रिजल्ट चाहिँ। ब्लगमा चाहिँ म सो गर्दिनँ, पोस्टहरू हाल्यो भने त्यो अलग कुरा हो होइन। अनि म यहाँ हल्का आफ्नो लागि कुकिङ गरेर खानु बसेर खाएर। अनि हजुरहरूले खानुभयो त कि म खुवाइदिउँ आएर? खाएर रेडी भएर अब चाहिँ लाग्दैको गाइज म मेटलीतिर। मेटली चाहिँ म किन र के कामको लागि गएको हौ त्यो ब्लग चाहिँ छिटो आउनेवाला छ गाइज, स्टे ट्युन, फलो गरिरहनु होला। एन्ड आजको ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला है। भेटौँ नेक्स्ट भिडियोमा।